सबैजनालाई पूजा गर्नु पनि मिल्ने। तपाईको यो वृक्षारोपणको कारण के छ, 2 शब्द बोलिदिनुहोस् न। वृक्षारोपणको कारण चाहिँ अब पर्यावरणलाई स्वच्छ बनाउने, रुख कष्टहरू पनि कतिवटा बिरुवा रुखपातहरूले गर्दाखेरि घटेर जान्छ जस्तो लाग्छ मलाई। अनि हाम्रो पहिले पुर्खाहरूले भनेको जस्तो जहाँ जङ्गल त्यहाँ मङ्गल आउँछ अरे, त्यसकारण चाहिँ यो बिरुवा रोपनलाई एकदमै ध्यान दिएर सबैजनाले अगाडि बढेर यही मौकामा रोप्ने प्रयास गरौँ। सबैले स्वच्छ विचार राखेर सबैले एउटा बिरुवा राखे पनि रोपे पनि सबैलाई आनन्द आउँछ। थ्याङ्क यू भेरी मच। तपाईँको शुभ नाम के होला? मेरो कुलचन्द्र आचार्य हजुर। कहाँ बस्नुहुन्छ यहाँ? म यहाँ सिसाबारी 7 नम्बर रोड र मेरो खास घर चाहिँ कालिम्पोङ सेवा गर्न मन परेर थ्याङ्क यू भेरी मच। धन्यवाद हजुरलाई। यो अशोकालाई यहाँ नलगाम न, अशोका खालि अघिल्लो लाइनमा मात्रै हो न। यो अशोकाको लागि समयको लागि साहित्यकार रामलाल अधिकारी संगठन उहाँलाई